हुन्छ नि राम्रो लगाउनु भनेको नुवाकोट धादिङ रसियाको जस्तो लाग्छ अरू त त्यो बजारी हो नि अरू देश त्यो हुन्छ नि लेङ्गा अडिसन एक त राम्रै भयो सबै मान्छे उपस्थिति हुन सकेनन् कतिपय कुराहरूले त्यही हो जस छोटो मिठो राम्रै भयो एक्साइटिङ छ आजको किनभने अब बच्चाहरू हाम्रो बच्चाहरू तामाङ कम्युनिटीको बच्चाहरू एक्साइटेड भएर आउनु भएको छ यहाँनिर के प्लेटफर्म होला नि त भनेर अब उहाँहरूलाई अब कतिले तामाङ भाषा पनि नजान्नु भएको रहेछ उहाँहरूलाई त्यो सिक्नको लागि अब तामाङ कल्चर के कस्तो छ भने एक्साइटिङ भएर आउनु भएको छ राम्रो छ आजको के भन्छ कन्टेस्टेन्ट्स पनि राम्रो छ प्लस अब सानो नानी बाबुहरूले यतिको प्लेटफर्म पाउनु भनेको धेरै ठुलो कुरा हो अब यहाँसम्म आउँदै गर्दाखेरि आफू पनि यो ठाउँमा बसेर एउटा जज गर्न पाउँदा चाहिँ मलाई एकदम प्राउड लाग्छ अब सबै मान्छे उपस्थिति हुन सकेनन् कतिपय कुराहरूले त्यही हो जस छोटो मिठो राम्रै भयो यसपालिको अब सबैको माया सबैको के अरे सपोर्ट साथले गर्दाखेरि यसपालि अलि राम्रो नै हुने छाँटकाट देखेका छन् धेरै ठाउँबाट राम्रा स्पेसल अब हामीलाई सपोर्टरहरू एज अ डोनर किन नहोस् चाहे आर्थिक किन नहोस् चाहे भौतिक किन नहोस् सबै कुराबाट चाहिँ धेरै कुराहरूले चाहिँ मलाई सपोर्टहरूको कुरा निकालेर चाहिँ एउटा हौसला बढाइदिएको छ फेरि अन द स्पोट गर्नुपर्ने कारण चाहिँ के भनेदेखि अब आजकल हिजो आजको समयमा अब कम्पिटिसन धेरै छन् चाहे तमिल समुदाय होस् चाहे गुरुङ समुदाय होस् चाहे अन्य समुदायको होस् त्यो कारणले गर्दा पार्टिसिपेन्ट आउनु गाह्रै छ अर्को कुरो अब कतिपय स्टुडेन्टहरू अब मेरो बच्चाले केही जान्दैन केही बुझ्दैन कसरी आउने त्यसमा भन्ने जिज्ञासाहरू धेरै छन् यो कुरा भ्रम हो नजाने कुरालाई हामी सिक्छौँ र जानेको कुरालाई त्योभन्दा बढी सिकाउँछौँ हामीसँग त्यस्तै व्यक्तित्वहरू छन् र गत शनिबार हामीले पत्रकार सम्मेलन गर्दाखेरि हाम्रो टिम मेम्बरहरू पनि देख्नुभयो टिम मेम्बरको हिसाबमा हाम्रो अब के अरे पोङदेला च्याङबाजी पनि हामीसँग आबद्ध हुनुहुन्थ्यो साथसाथै हाम्रो पञ्चलाल घिसिङ साथसाथै हाम्रो एकदम डान्स डाइरेक्टर र मेरो प्यारो साथी एमबी गुरुङ लगायत अन्य व्यक्तित्वहरू हुनुहुन्थ्यो र अर्को भयो तामाङ समुदायकै बारेमा पढाइराख्ने तामाङ भाषाको लिपिहरू पढाइरहने तामाङ भाषाहरू सिकाउने एउटा म्याम पनि हुनुहुन्थ्यो फर्स्ट उहाँले पनि राम्रो सपोर्ट गर्नुभयो त्यही हो अब त्यही तरिकाबाट चाहिँ हाम्रो त्यसरी नै वर्कसप हुँदै जान्छ फेस अफ तामाङ चाहिँ के हो भनेदेखि वास्तविक त अब फेस अफ तामाङ भनेको फेस भनेको के हो फेस एउटा टाइटल हो तर के हो भने त्यो टाइटलभित्र चाहिँ उनीहरूको बौद्धिकताको विकास हो अर्को कुरा के भने बौद्धिकताको विकास त अहिले अलरेडी नै बच्चाहरू छन् अर्को कुरा अब अर्को कुरा के छ भने अहिले हामीले बढी मोबाइलहरू ल्यापटपहरू राम्रो चलाउन सक्दैन भने अहिलेको बच्चाहरूले त्योभन्दा बेसी चलाउँछ र अर्को कुरा के छ भने मोबाइल ल्यापटप चलाउँदामा उसको बौद्धिक विकास हुने आफ्नो ठाउँमा छ र ऊ बिग्री पनि रहेछ कि भित्रभित्र बिग्री पनि रहेछ क्या त्यो उसलाई मात्र ध्यान दिने त्यो बिना केही काम नगर्ने त्यो बिना नखाने त्यो बिना के अरे मोबाइल बिना केही काम गृह कार्यहरू पनि नगर्ने त्यस्तो कुराहरू छन् र अर्को कुरा के छ भनेदेखि यसको स्पेसल कुरा भनेदेखि चाहिँ हामी जति पनि नेपाली है अब तामाङ होस् गुरुङ होस् राई लिम्बू फर इक्जाम्पल सबैको होस् न तर के छ भने हाम्रो अहिले के छ भने नेपालको परिस्थिति यति गम्भीर स्थितिमा गइसकेको छ कि हामी तपाईँको नेपाली समुदायमा रहेर पनि हाम्रा बच्चाहरूलाई जुन स्कुलमा पढाए त्यो स्कुलमा पढाउँदाखेरि चाहिँ के भयो भनेदेखि चाहिँ अब त्यो स्कुलमा पढाउँदाखेरि नेपाली भाषा बोल्यो भने फाइन तिर्नुपर्ने अवस्था छ है जबकि नेपाली भाषै बोल्दाखेरि नै उनीहरूले फाइन तिर्नुपर्ने इङ्ग्लिस भाषै बोल्नुपर्ने हो भने त तामाङ समुदायको भाषा त गयो त सिद्धो त त्यो कारणले गर्दा चाहिँ तामाङ भाषाको लिपि तामाङ सम्बन्धीका सम्पूर्ण संस्कृतिहरू जानोस् बुझोस् र अर्को के छ भनेदेखि यो संस्थामा आएर जस्तै यो प्रोग्राममा पार्टिसिपेट गरेर उनीहरूले तामाङ भाषै जान्नुपर्छ भन्ने छैन हैन तर जान्नुपर्छ भन्ने छैन तर सिक्ने भन्ने एउटा प्रोत्साहन हुन्छ उनीहरूलाई तामाङ कम्युनिटी के हो तामाङ भाषा के हो तामाङको संस्कृति के हो तामाङको खानाको परिकार के हो त्यो कुरा चाहिँ यसले सिकाउँछन् त्यही हो त्यही कारणले गर्दाखेरि सम्पूर्ण डराएका व्यक्तित्वहरू हिजो मैले 3-4 जना फर्म भर्ने मान्छेहरूलाई मैले कपिलाको भिडियो कस्तो रहेछ भनेर मैले देखाएको थिएँ त्यो भिडियो देखाउँदाखेरि चाहिँ उनीहरूले के भन्यो भनेदेखि मेरो बच्चाले त गर्नै सक्दैन त्यो मान्छे आउनै डराए तर गर्नु सक्दैन भने त गर्न लगाउनु पर्यो नि त म्याक्सिमम मान्छेहरूले मलाई भन्यो तामाङ समुदायकै व्यक्तित्वहरूसँग धेरैसँग ठोकेको छु तर उनीहरूले के भन्छ मेरो बच्चाले तामाङ भाषै आउँदैन म पठाउँदिनँ भन्छ अब आउँदैन भनेर पठाएन भने त झन् मासिँदै गयो नि त यसको मेन उद्देश्य भने चाहिँ हाम्रो संस्कृति जोगाउन गर्ने उद्देश्य म आज त्यस्तो फरक देखेको छु बडी बिल्डिङ होला यस्तो के भन्न चाहन्छु भने पहिलो प्राथमिकता चाहिँ हामीले आफूलाई दिनुपर्छ हामी जहिले पनि अरूको लागि मात्रै सोच्छौँ हैन
अहिले त्यो काम छ, अहिले त्यो काम छ, त्यहाँ जानुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ। मलाई अहिले के लाग्छ भने थोरै समय 24 घण्टामा 2 घण्टा जति चाहिँ आफूलाई पनि टाइम दिनुपर्छ। अहिले पछिल्लो समयमा चाहिँ म आफूलाई टाइम दिँदैछु। अनि जस्तै एक्सर्साइज भेरी इम्पोर्टेन्ट। म अब फिटनेसतिर छु। आफूलाई माया गर्दैछु। बल्ल बुझेँ अहिले यो समयमा आएर। मैले धेरै अगाडिदेखि नै बुझ्नुपर्ने थियो। त्यही भएर थोरै आफूलाई नै प्रायोरिटी दिँदैछु। अनि थोरै चेन्जिङ पनि देखिनु स्वाभाविकै हो। सुन्दरताको राज अडियन्सहरूलाई चाहिँ आज चाहिँ मेरो छुट्टै फरक प्रस्तुतिहरू छ हैन। नयाँ गीतको तयारी गर्दै हुनुहुन्छ? नयाँ गीतको तयारी पनि गर्दैछु। पछिल्लो समयमा चाहिँ भोकलतिर मतलब सिङ्गिङतिर अलि मैले बढी प्राथमिकता दिइरहेको छु। मोडलिङ र सिङ्गिङ बराबर हुँदाखेरि कुन चुज गर्ने हुँदो रहेछ। म चाहिँ सुरुवाती पिरियडदेखि नै यो सिङ्गिङतिरबाट आएको भएर मोडलिङलाई थोरै ग्याप गरेर सिङ्गिङलाई अलिक बढी प्राथमिकता दिँदैछु। पछिल्लो समयमा मलाई धेरैजनाले माया पनि गरिदिनु भएको छ। धेरै गीतहरू पनि एउटा विश्वास गरेर दिनुभएको छ। फेरि अरू पनि आउँदैछ अनि म सक्दो कोसिस गर्छु अनि माया पनि गर्छु। आफ्नो कामलाई प्राथमिकता पनि दिन्छु। त्यही हो। यो चाहिँ अलिकति नौलो पनि र आफ्नै नौलो भन्दा पनि आफ्नै यो कल्चरको कार्यक्रमको आफ्नो यो वेशभूषा भाषा होइन संस्कृतिको लागि चाहिँ ज्ञान दिने एउटा ठाउँ जस्तो पनि लाग्छ मलाई होइन। गाह्रो छ। पछिल्लो समय मैले अब नेसनल इन्टरनेसनल अब एवार्ड प्रोग्रामहरू पनि गरिरहेको छु होइन। यसमा निकै गाह्रो छ किनभने यहाँ हाम्रो स्पोन्सर हुँदैन होइन। सबै एकैले गर्नुपर्ने हुन्छ। अलिक गाह्रो हुन्छ। सबैको चित्त बुझाउनु पर्ने हुन्छ। सबैको चित्त बुझाउनु पनि गाह्रो हुन्छ। अब सम्पर्कमा यस्तो जसो कसो गरेर मिलाउँदैछ। कमाइलाई भन्दा पनि एउटा आफूले योगदान दिइरहेको छु भने यो फेस अफ तामाङ किड्सको चाहिँ मेन कुरा चाहिँ भन्नुपर्दा यो तामाङ समुदायको लागि चाहिँ बालबालिकाहरूले चाहिँ अब आधुनिकतिर ढल्क्यो नि त। अहिले अब सबै बोर्डिङमा पढाउने काठमाडौँतिर ल्याएर सबैले काठमाडौँमै बस्ने हुन्छ। गाउँमा अब गाउँको भाषा धर्म अब हुन्छ नि रीतिरिवाजहरू उनीहरूलाई थाहा हुँदैन होइन। किनभने हामी भनेको अब गाउँमै हुर्किएको, गाउँबाट यहाँ सहर आयो, सहरको परिवेश पनि बुझ्यो, गाउँको कुराहरू पनि थाहा भयो। त नानी बाबुलाई थाहा भएन। तर विशेष गरेर चाहिँ अब नानी बाबुलाई चाहिँ त्यो कुरामा चाहिँ कम्तीमा चाहिँ अब हाम्रो अब एजुकेसन हिसाबले चाहिँ त्यो हुन्छ नि शिक्षा, किताबी शिक्षाको लागि छुट्टै अब हाम्रो नेपाली अब इङ्ग्लिस त्यो चाहिन्छ छुट्टै कुरो। त्यो हामी सही सदुपयोग गर्नु पऱ्यो कि सही सदुपयोग गऱ्यो भने अब विश्वमा त्यसैले जस्तै एआईले अहिले विश्व खाइरहेछ होइन। त्यसलाई चाहिँ सही सदुपयोग गर्न सक्यो भने त्यसले हामी धेरै फाइदा लिन सक्छौँ। अब गलत सदुपयोग गऱ्यो भने चाहिँ हामीले एकदम त्यसले चाहिँ एकदम नकारात्मक विकृतिहरू चाहिँ फैलाउन सकिन्छ। हाम्रो तामाङहरूको चाहिँ विशेष ड्रेस भनेकै चौबन्दी चोली अनि यो हुन्छ नि घ्या, विशेष गरी रसुवा धादिङ नुवाकोटमा चाहिँ लाउँछ बढी। अनि यता पश्चिमतिर चाहिँ के छ भने अहिलेको यो बजारी हुन्छ नि ड्रेस, त्यही ड्रेसलाई लेङ्गा बनाएर अनेक बनाएर मलाई त्यो चाहिँ प्योर ड्रेस हो जस्तो लाग्दैन होइन। अहिले पछिल्लो समयमा धेरै चेन्ज आइसक्यो किनकि धेरैजनाले मलाई सोध्नु पनि भयो खास हाम्रो तामाङको ड्रेस चाहिँ कुन चाहिँ हो भन्थ्यो। म त यही ड्रेस लाउँछु, यही ड्रेस होला भन्थेँ कि कतिपय मान्छेहरूलाई थाहा नहुन पनि सक्छ नि त। म चाहिँ प्राथमिकता के दिन्छु भने हामीले आफ्नो ड्रेसलाई चाहिँ माया नमारौँ, बिर्सिनु हुँदैन होइन। आफ्नो संस्कृतिलाई बचाइराख्नुपर्छ, जोगाइराख्नुपर्छ जस्तो लाग्छ। अहिले पश्चिमतिर पनि जस्तै पूर्व पश्चिम सबैतिर चाहिँ त्यो ड्रेस बिस्तारै ठाउँ लिँदैछ क्या। हाम्रो ड्रेस चाहिँ यो रहेछ भनेर चाहिँ उहाँहरूले बुझिसक्नु भएको छ। होइन यस्तो हो अब देश अनुसारको भेष भने जस्तो ठाउँ अनुसारको फरक हुन्छ। विशेष गरी चाहिँ हामी तामाङहरूको ड्रेस चाहिँ यो ड्रेस पनि होइन भन्दो रहेछ होइन। जस्तै अब पहिला हाम्रो तामाङ राजा कालदेखिको ड्रेस हेर्दाखेरि चाहिँ एउटा फरिया जस्तो रहेछ, चौबन्दी चोली रहेछ होइन। राजाले चाहिँ टोपी मात्रै लगाएको हुँदो रहेछ अनि कोट, त्यो देख्दाखेरि चाहिँ त्यो हो कि जस्तो पनि लाग्छ। प्रायःले फेरि हाम्रो समुदायतिर चाहिँ तामाङ ड्रेस विशेष गरी यो हो जस्तो लाग्छ किनकि सिरदेखि पाउसम्म ढाकेर लगाएको त राम्रै देखिन्छ नि त। मलाई चाहिँ हाम्रो ड्रेस चाहिँ यही हो जस्तो लाग्छ। के भन्न चाहन्छु भने विशेष गरी चाहिँ हामी तामाङ जातिले सुरुमा आफ्नो संस्कार आफ्नो वेशभूषालाई सम्मान गर्नु पर्यो।
जस्तै बजारी ड्रेसहरू धेरै युज नगर्ने, आफ्नो संस्कृतिलाई नै जोगाइराख्ने, अगाडि बढाउने, सकेसम्म चाहिँ आफ्नो ड्रेस यही हो भनेर चिनेर आफूले आफ्नो भेषलाई अगाडि ल्याउन सक्यो भने चाहिँ हामी तामाङहरू धेरै अगाडि बढ्छ जस्तो लाग्छ। यो एकदम महत्त्वपूर्ण समय दिनुभएकोमा विशेष त हजुरलाई धन्यवाद। विशेष गरी हाम्रो चाहिँ देश विदेशमा बस्नुहुने आदरणीय दाजुभाइ दिदीबहिनी आमा बुबा सबैजनाले हेर्नुहुन्छ नि त, धेरै माया गरिदिनु होला। हजुरको युट्युब च्यानललाई पनि सेयर सब्सक्राइब गरिदिनु होला। बोल्दै जाने क्रममा कतिपय कुराहरू तलमाथि हुनसक्छ, नजानेको हुनसक्छ, सिक्दैछु, कोसिस गर्दैछु। एकअर्कामा अब छलफल गर्ने एउटा माध्यम जस्तो पनि भन्दै हजुर हजुर प्रतिक्रिया दिनु होला। केही शब्दहरू हैन। हजुर हजुर कतिपय कुरा हामीलाई थाहा नहुन पनि सक्छ, भर्खर हामी सिक्दै गरेको हो नि त। म चाहिँ झन् इन्टरभ्यू भनेपछि म एकदमै डराउने मान्छे हो। विशेष गरी आयोजकलाई धेरै धेरै धन्यवाद। कोसिस गर्नु नै ठुलो कुरा हो, कोसिस गर्दै जाने क्रममा सफल पनि भइन्छ। बच्चाहरूलाई एउटा राम्रो आफ्नो तामाङ जातीय संस्कृतिको चाहिँ आवास दिलाइदिनुहोस्, एउटा प्लेटफर्म दिलाइदिनुहोस्, सिक्ने र सिकाउने एउटा प्लेटफर्म जस्तो हुन्छ नि। विशेष धन्यवाद दिन चाहन्छु। विशेष गरी हाम्रो धेरै धेरै धन्यवाद। धन्यवाद।